सबैलाई चाहिँ मसी आज सिद्राको अचार ओपन ओपन खोलिदिनु आज सिद्राको अचार भात डल्ले खोर्सानी नुन वाउ सुँगुरको मासु पकाएन आज म त नुन खान्छु गाई यसरी ल टेक दिस ल आज बैगुन आलु आलु भुजिया अनि यो डल्ले खोर्सानी सिद्राको अचार काम गर्नेले बनाएको राम्रो बनाउँछ घरमा एउटा पिरे दाजु छ त्यसले खाना राम्रो बनाउँछ पहिल्यैदेखि बसेको हाम्रो घरमा उसले राम्रो बनाउँछ मासु छैन भने चाहिँ त्यो बिरे दाजुले खानाहरू राम्रो बनाउँछ गाडी पनि चलाउँछ बिचराले अन्त मैले केही पकाइनँ सब बिरे दाजु हाम्रो ड्राइभर भाइले पकाउनु भएको आज हाम्रो घरमा सानैदेखि बस्नु भएको कोही दिदीबहिनीहरूसँग बस्नु मानेन मैसँग मात्रै बस्नु हामीसँगै बसी सानोदेखि लौरीले झेला गर्छ नि त बिचराले म चाहिँ अब आफ्नो दाजु जस्तै जेठा दाजु जस्तै मान्छु एकदमै राम्रो हुनुहुन्छ मेरो कान्छा छोराले पनि एकदमै माया गर्नुहुन्छ पहिल्यैदेखि हामीसँग बसेको खानाहरू राम्रो बनाउनुहुन्छ लोग्ने मान्छे भन्छ तर खाना राम्रो बनाउँछ किन मलाई चाहिँ यस्तो खानाहरू मन पर्दैन के भन्नु यतिमा मासु चाहिन्छ सबैलाई मन पऱ्यो भने लाइक गरिदिनुहोस्